नमस्ते साथीहरू। आज म जुन ठाउँमा उभिरहेको छु यो चाहिँ धनकुटा जिल्ला र उदयपुर जिल्ला जोड्ने झोलुङ्गे पुल हो। यो चाहिँ भर्खरै बनेको हो, त्यस्तो धेरै भएको छैन। तथापि गत सालको बाढीले चाहिँ यसलाई पनि क्षति पुऱ्याएको छ र मर्मत सम्हार भएको छैन। र यता देखिने नदी चाहिँ सुनकोशी हो, जहाँ चाहिँ चारवटा सप्तकोशीको चारवटा नदीहरू चाहिँ सुनकोशी सहित पाँचवटा नदी मिसिएर आएको हुन्छ। र यता अरुण अरुण नदी हो यताबाट आउने। र यो अरुण र सुनकोशी मिसेर दुईटा जम्मा 6वटा नदीमाथि बनेको पुल हो। र यतातिर भन्नुहुन्छ भने चाहिँ यता तमोर हो, तमोर। र यो तमोर मिसिएपछि चाहिँ सप्तकोशी बन्छ र यो ठाउँलाई त्रिवेणी भन्दछ। यो विशेष गरी धनकुटा जिल्ला, भोजपुर र उदयपुर जिल्लाको यो सङ्गम स्थल सिमाना पर्छ। र यो पुलले जहाँ म उभिरहेको छु यो पुलले चाहिँ उदयपुर र धनकुटालाई जोड्ने काम गर्दछ।